द प्राणनाथ श्री प्राणनाथ कहाँ द श्री प्राणनाथ चोकमा आइपुगिसकेको छौँ। आज हामी 2079 साल वैशाखको 20 गते, पोहोरको वर्ष हामी 2078 साल वैशाख 1 गते अर्थात् नयाँ वर्षको दिन आएको छु। पोहोर आउँदा बाटो बिग्रेको थियो, अन्त बाटो सफा आज हामी त्यही चर्चित रियालिटी सो सक्किगनीको सुटिङ लोकेसन पाँचखाल नगरपालिका वडा नम्बर 6 स्थित जयसिडीमा आइसकेको छु। मेरो साथमा छन् भाइ सञ्जित दुलाल, क्यामेराको अगाडि आइसकेको छन्, हात हाल्दिनु न त्यसपछि आएर म वक्ता सतीश सापकोटा। हजुरले भिडियो हेरिरहनु भएको होला। हिजो भर्खर भन्नु त होइन, मैले गोठाटार वाटर पार्कको भिडियो पनि हेरेको थिएँ, हालेको छु, हेरिदिनु होला। हालेर आफैले हेर्छ कि तपाईँहरूको पालो सल्लाह सुझाव र प्रतिक्रियाको खाँचो हमेसा रहनेछ। पहिलाको भिडियो नि हेरेर सबै धेरै माया गरिदिनु भएको थियो, यसको लागि धन्यवाद। र आगामी दिनहरू पनि यस्तै साथ सहयोगको अपेक्षा राखेको छु। अगाडिको भिडियोको लिङ्कमा डिस्क्रिप्सनमा हालिदिन्छु, आई बटनमा गएर पनि हेर्न सक्नुहुनेछ। यसले त फाइनल्ली बाटो ढलान भयो अनि अहिले तल पिच त्यस्तै थियो। ल पछि गएर खिचौँ। अहिले चाहिँ म भिडियोमा देखिसकेको छु, होइन नदेखिएको हुनुपर्छ। मेन हाइवेबाट भित्र छिटेर पाँचखाल नगरपालिका वनमा 6 जयसिडी आइसकेको छौँ। अगाडि मन्दिर पनि देख्न सक्नुहुनेछ। मोबाइल लास्टै हालियो। सातकन्या सेती देवी 2017 सालमा के मन्दिर हो। त्यसपछि पहिला त भिडियो हेरेर यो भिडियो हेर्नु हो भने चाहिँ फरक भेट्टाउनु हुनेछ। अलिक मोबाइलमा बेला पुरानो थियो, बेला यस्तो भिडियो आउँदा हुन्थ्यो। अगाडि ल्याउँदा दुईजना खिच्नुभएको थियो, अहिले त एकजना खिच्दा पनि भइरहेछ। मङ्गलबार सुटिङ हुने क्रममा हामी आइपुगिसकेको छौँ। आज मङ्गलबार भिडियो हेर्ने बेला कुन बार हुन्छ थाहा छैन। आज हामी हिँडेको चाहिँ मङ्गलबार हो, वैशाख 2079 साल वैशाख 20 गते मङ्गलबारको दिन। हात गल्यो यार। यहाँ मन्दिर पनि छ, श्री प्राणनाथजी प्रणाम। गाउँमा चुनावको माहौल रहेको छ, हेर्न सक्नुहुन्छ तपाईँ जताततै। लिङ्क पनि छ। यहाँ चाहिँ प्रणाम श्री प्राणनाथजी प्रणाम वाला मन्दिर रहेको छ। यही मन्दिरको नाममा चोक प्रणाम रहेको हो।
पूर्व पश्चिम भएको थियो कहिल्यै भेट्नु हुने अब म यसलाई छक्कै मध्यबिन्दुमा ल्याउँछु पूर्व पश्चिम नै भएको थियो कहिल्यै भेट्न हुने अब म यसलाई छक्कै मध्यबिन्दुमा ल्याउँछु जाइछ नयाँ पुलिस चौकी तर यहाँ भ्यू गएर But if I lay down and I play dead and I stay dead, maybe you'll get sick of being the monster out of my head, under my bed. Think you're something out of my nightmares, standing right there. But if I lay down and I play dead and I stay dead, then will you get bored of killing me? Silhouettes of you are like a taunt. Never really know just what you want. With you I don't ever feel calm. I can feel the sweat inside my palms. Play with me like cats and a string. बेसी भएको नि तपाईँले 120 पो ठिक हुनुहुन्छ नि अहिले त एउटा डाइलग भन्नु न एउटा संवाद भन्छ नेपालीमा अनि संवाद भन्छ म अहिले जे बोलिरहेको छु यही संवाद हजुर ओके हजुरको फेमस डाइलग स्लो मचान आधा भन्नु न भन्नु साकी गनीको सेटिङ सकेर गाडी उति पछाडि छ हेरिसकेर घर जान लागेका छौँ अहिले चाहिँ 4 जति बज्यो होला कति जति बज्यो ओए अँध्यारो भयो हामी 4 बजेको छ 12 बज्न लाग्थ्यो घरबाट हेर्न 12 बज्न लाग्थ्यो अहिले हामी 4 बजे दहीचुडी भन्ने ठाउँबाट आफ्नो घरतिर फर्केको छु खाजा पनि छ यी बगलीमा चाउचाउ र चिसो गर्मी लास्टै भएको थियो सुटिङ हेरियो रमाइलो भयो मजा आयो फोटो पनि खिच्यो अगाडिको एपिसोड हेरेर मन पराइदिनु भएको थियो आशा छ यो पनि हेरेर मन पराइदिनु हुनेछ
यति भन्दै कृपया भिडियो अगाडिको भिडियो हेर्नु भएको छैन भने लिङ्क डिस्क्रिप्सनमा दिएको छु, सुरुमै पनि भनेको थिएँ, फेरि पनि भन्दैछु, हेर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला। यति भन्दै यही टुङ्ग्न चाहन्छु। किप वाचिङ, किप सपोर्टिङ सार्थक क्रिएसन।